हजुरहरूलाई सिम्पल खालको मेकअप मनपर्छ भने यो भिडियो हेर्नु होला। स्कुल कलेज अफिस जाँदाखेरि नि गर्न सकिन्छ। मैले मोइस्चराइजरबाट स्टार्ट गर्दैछु। यो लिट्यानको हाइड्रेटिङ लोसन हो। एसपीएफ पनि छ, राम्रोसँग ब्लेन्ड हुन्छ, एकदमै हाइड्रेट गर्छ स्किनलाई। त्यसपछि मैले लिट्यानकै बेबी क्रिम लगाएँ। फाउन्डेसन चाहिँ लगाउँदिनँ मैले डेली युजको लागि। यसमा एसपीएफ पनि छ, छुट्टै सनस्क्रिन लगाउनु नि परेन। हातले मजासँग ब्लेन्ड हुन्छ, ब्लेन्डर पनि चाहिँदैन, टाइम पनि सेभ हुन्छ, धेरै टाइम लाग्दैन। एकदमै लाइट वेट, स्किनमा केही लगाइरहेको छु जस्तो फिल पनि हुँदैन। डेली उसको लागि बेबी क्रिम जस्तो पर्फेक्ट चाहिँ केही पनि हुँदैन यदि तपाईँहरूलाई मेकअप गर्न मनपर्छ तर हेभी मन पर्दैन भने। त्यसपछि मैले यो अस्ट्रेलिजको स्टिकवाला ब्लस लगाउँदैछु। यो पनि मैले मजासँग हातले ब्लेन्ड गरेँ, राम्रोसँग ब्लेन्ड भइरहेको छ, एकदमै ग्लो आइरहेको छ। त्यसपछि मैले आइसमा पनि त्यही लगाइदिएँ, अलिकति ब्राइट देखियोस् आँखा भनेर, फ्रेस पनि देख्छ। अनि आइब्राउजको लागि हल्का अलिकति मात्रै गरेको नगरेको जस्तो मात्रै फिल मात्रै गरिदिएँ मैले। त्यसपछि ब्रस युज गरेँ, त्यसपछि आई कर्ल गरिदिएँ। यदि हजुरलाई आइलाइनरहरू लगाउन मनपर्छ भने लगाउँदा हुन्छ। मैले चाहिँ लगाएन, हल्का मस्कारा मात्रै लगाइदिएँ, त्यस्तो धेरै पनि लगाएन, मलाई मन पर्दैन। त्यसपछि मैले टपमा चाहिँ अस्ट्रेलिजकै ब्लस लगाइदिएको थिएँ, म्याटवाला। अनि मैले यो ग्लस लगाएँ, यो अस्ट्रेलिजकै हो, यस्तो राम्रो छ यो ग्लस। त्यसपछि यो चाहिँ मेरो फाइनल लुक हो। मलाई चाहिँ यस्तो खालको मेकअप एकदमै मन